हेलो गाइस, नमस्ते सबैजनालाई हैन। जुजु लापा छ्याजालु लासो फ्याबुला तारेमाम झोरले अनि तिम्रो भाषामा के भन्छ अरे सुल्ली? समुद्र घुम्न हैन के नमस्तेले के भन्छ के? नमस्कार नमस्कार भन्छ आज सोल्ली र म। ए यिनीहरू हो सबै खोल्नुपर्छ हो यिनीहरू? अहिले खुले हैन, साँझतिर खुल्छ नि। राति मात्रै खुल्ने हो कि यिनीहरू? राति हल्का साँझ भएपछि नि खुल्छ के। कहाँ हामी यहाँ उसमा जान मिल्छ यहाँ माथि? जान मिल्छ के। अति हेरेन पानी जान्छ रे हिँड्दा। यो पुरै भाडावाला रुम हो। भाडावाला होइन, हामी नै त बस्नुपर्छ कि फ्यामिली सँगै बस्दो रहेछन् के त। त्यो हेर स्टिमर त्यहाँ उता राखेको जस्तै। सोलिहाल्छ। पौडी खेल्न जाउँ क्या? सर्लक्क आएर पौडी खेल्न यस्तो फेरि यहाँ फेरि पौडी खेल्यो भने त फेरि यसको कपाल छैन कि कपाल सबै झारिन्छ। अरे रहेछ यहाँको नजारा। हेर्नु ल कति धेरै न हामी अबै जहाँहरू त मुझे आँखाले नभेट्नेहरू पुग्छ त हौ तलतिर त। उता तलतिरको अनि उहाँ हेर न कति ठुलो रहेछ एउटा भर्खर त्यहाँ आइपुगिरहेको छ। पानी हेर्नु कस्तो स्वाद। हामीले मिल कम्पनी उतै हो काम गर्ने ठाउँ। त्यो मिलवाला कुन चाहिँ हो र? आउनु आउनु आउनु। ए यहाँबाट नि कुन ठाउँ रहेछ के ग्यारेज यार? मोबाइल राम्रोसँग राख्ने नत्र गयो नि त गयो। यस्तो छ नि यो समुद्र है केटा। आम्मा ए त्यहाँ चाहिँ पौडी खेल्ने ठाउँ रहेछ कि फेरि। त्यही तिमीलाई भनेको थिएँ नि, ऊ ढुङ्गा बोकिरहेको थियो गाडी, ऊ स्काभेटर सेटर चलेको थियो नि। हो त्यहाँ हो हाम्रो रुमदेखि त्यो त्यहाँनिर सजिलो पर्छ कि अलि। हो यो ढुङ्गावाला छ नि यो हो त्यहाँनिर पर्छ कि अलि। अहिले जाने बेलामा उतैबाट जानुपर्छ त्यसपछि त्यही हाइवे जाने क्या। त्यही त त्यहाँ ऊ नुहाउने ठाउँ कस्तो रहेछ पुरा घनेर होइन। यहाँबाट जान मिल्दैन हामी? मिल्दैन। समुद्र परिदेशमा मैले भनेको थिएँ नि फोर्ट गाडीहरू लिएर आउँछन् नि यस्तैमा दुगुरा। अनि त्यहाँ चाहिँ कुनै आउँछ ठुलो गाडी बालुवा देखे हौ केटीहरू पौडी खेलिरहेको छ है त्यहाँ। समुद्र ल पानी बप्पा लाउँदो रहेछ है। जाउँ त उता कडीसम्म जाउँ त ल। जान मिल्छ है कडीसम्म? यस्तो छ नि आम्मा पुरै बलुवा बलुवा छ। घाम त्यतिन्छ कम्ता गर्मी हुन्छ। अहिले 3 बजे 4 बजिसक्यो। अहिले पसिना आउँछ खर पानी हाल्छमा आउँदो रहेछ छिनेर। ओहो माछा पनि हुन्छ यहीँ मैले तर्सेको थिएँ यार माछा नि साँपो भनेर। त्यहाँ रहेछ जाँच आँखाले नभेट्ने जाँदो रहेछ। कहाँ छ त माछा हेर न माछा हेर माछा कति धेरै है? अनि पुरै माछा एकै ठाउँमा ल। तलै तर यहाँ त पौडी खेल्न सक्छौ। आउनु अझै अगाडि देखाउँछु हजुरलाई माछा। यता कुनै रहेछ हेर्नु न ठुल्ठुलो। बरु गु हाक्यो हो क्या यतिर? माछा हेर्नुहोस् हो के सारको बच्चा। यहाँ त समाधि नै हुने रहेछ। आमा त्यहाँ कत्रो माछा हो? त्यही बिल्डिङ त हो सिडी जस्तै तिमीले भनेको। त्यो बिल्डिङ होइन कि अर्कै बिल्डिङ हो? त्यो छुट्टै छ नि त। त्यो त्यस्तो बिल्डिङ कति छ नि हुन्छ? नाइ हामी उता जाँदाखेरि बिल्डिङ भनेको थियो नि, यहाँ त हेलिकप्टर झर्छ होला भनेको। त्यही बिल्डिङ रहेछ हौ गङ्गा। खोइ कहाँ ढुङ्गामाथि खाऊ न। ढुङ्गामाथि ए रहेछ ल। घङ्गडा सर्प चाहिँ आउँदैन क्या यहाँ? सर्प आउँदैन।
ओ माई गड कति धेरै रक्सी खाएर फालेको हेर आमामा आउनु त ल तर हानी फोरै फोर रहेछ यार समुद्रमा पनि त सबै फाले रहेछ खाएर ऊ त तल नजाऊ केटा फेरि डुब्ला नि फेरि खोलामा डुब्छ है डुब्छ तल नजाऊ ऊ त्यहाँ अगाडि जाउँ न हामी त्यहाँ जाउँ त्यहाँ आउनु सोली आउँदा आउनु हो सोली ओ यहाँ मुनि त पानी पानी थियो मोबाइल त खासै भन्छ यहाँ त जाने रहेछ नि हौ पुरै फोरै फोर चाहिँ यता नजिक नजिक चाहिँ पुरै फोर रहेछ के कत्रो हो यो आँखाले नभ्याउने समुद्र रहेछ हो माकुरी माछा कति रहेछ त्यो डुमाहरू हेर्नु न कति अब कति धेरै टाढो छ कि फेरि माछा मार्दैछन् के तिनीहरू त हामीले यसो माछा मारिदिउँ त ल तिनीहरू आफ्नो एरिया मात्रै मार्छन् त्यो ठुलो जहाजहरू के यता आउँदै आउनु माछा सर्प भनेर तोर्सेको हेर माटो कछुवा खिच न कछुवा खोइ कहाँ कता कछुवा कछुवा छोपेर है तर मोबाइल झाऱ्यो भने त यार सकिँदो रहेछ यार कछुवा हेर गाई चाहिँ अहिले चाहिँ लाइफमै देख्यो ल लुक्यो नि मुला यार ए ऊ हेर्नु न गङ्गडा हेर्नु न गङ्गडा कति धेरै हो गङ्गडा त आम्मा भाग्दो रहेछ यार गङ्गडा त एकैछिनमा नि गङ्गडा त भाग हेर्नु त ल माटोको समुद्रमा आयो होइन त आज चाहिँ पनि विशेष गरीमा हामी आज समुद्र घुम्न पनि आयो के अनि फेरि के भन्छ यो विदेशको के भन्छ विदेश भन्दाखेरि के अरे कछुवा पनि भेट्यो क्या आज यालमै देख्यो कि कछुवा गङ्गडा हेर्नु न गङ्गडा कस्तो भागेको देखिरहेको छ नि त पछाडि मेरो पछाडि परेको छ नि त समुद्र ल लक्काएर खतरा देखिरहेको छ नि त ल घुमाएको छ नि त यस्तो वरिपरि यो साइडमा चाहिँ पुरै त्यो छ घरहरू यो साइडमा घर अनि यो त ठ्याक्क यता यसको यतापट्टि घर यतापट्टि पुरै समुद्रै समुद्र त कहाँ कहाँ नेपालको पानी जहाँ आउँदैन के हो यो त नेपालको पानी जहाँ आयो भने त यसो कहिलेकाहीँ भेट्न मिल्थ्यो को त चाहिँ पौडी खेलिरहेको छ कि यहाँ चाहिँ कहाँ गयो अघि त यहाँ पौडी खेलिरहेको रहेछ पौडी खेलिरहेको छ दुई दिन ओ माकुरी हेर्नु न हेर्नु न गर्लफ्रेन्ड बोयफ्रेन्ड रहेछ कि मलाई क्या अपुई कत्रो पानी हालेको पानीको समुद्रको छाल आयो केटा हो फेरि गाइज आज यति नै हो ब्लग चाहिँ होइन मेरो भिडियो चाहिँ आज मेरो अन्तिम भिडियो चाहिँ यिनै है ल अब फेरि पनि हामी अर्को भनौँ न यो यतापट्टिको समुद्र आयो होइन टोलतिर म चाहिँ अनि भोलि पर्सि अर्को छुट्टीको दिनमा चाहिँ हामी अर्कोपट्टिको समुद्र जानेछु ल गाइज होइन त सबैजनालाई नमस्ते see you later and 1 week after 1 week my vlog coming है ना okay